साथीहरु लाग्यो बे खाना गाडीमा चढेर हैन गाइस हामी चाहिँ यस्तो गाडीमा चढेर आयौँ हैन पछाडी भारी बोक्ने गाडी रहेछ बे घर चाहिँ आइपुग्यो है साथीहरु म अमृत अब खाना खाने हो साथीहरु फुल सपोर्टमा गाडी कुद्छ रोडमा ड्राइभरको जिन्दगी गाली खाइन्छ फोगटमा आजकलको केटीहरु लभ गर्छन् चोखो व्यवहार र मायामा होइन 500 देखि 1000 फोगटमा वाह 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 साथीहरु यहाँदेखि चाहिँ हाम्रो फुङलिङ बजारको नजारा देख्न सक्नुहुन्छ कागजको सेम छ त नि त हेर्नु न कागज सेम छ यो त हेलो एभ्रिवान वेलकम ब्याक माई युट्युब च्यानल साथीहरु फेरि पनि आज पनि म बे खानाको लागि जानको लागि फेरि पनि मेरो भिडियोलाई सुरुवात गरिसकेको छु साथीहरु दिनका दिन बे खान जानुपर्ने छ सो त्यसैले आज पनि भिडियो बनाऊ भनेर मैले मेरो भिडियो सुरुवात गरिसकेको छु साथीहरु म चाहिँ हुँ अनुसा सुनुवार फ्रम ताप्लेजुङबाट मेरो भिडियोलाई चाहिँ सुरुवात गरिसकेको छु साथीहरु हैन अनि सबैजना सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला भन्ने आशा राखेको छु र म पनि गुड नै छु साथीहरु अनि ताप्लेजुङको मौसम चाहिँ आजकल चाहिँ धुम्मेर टु मच जाडो छ साथीहरु हिमालतिर हिउँ पर्दै जस्तो छ त्यही भएर जाडो छ हैन अनि यस्तो ज्याकेट साकेट लगाएर बे खानाको लागि जानुपर्ने हुन्छ तातो तातो सुप जाडो मौसमको लागि हैन साथीहरु आजको मेरो भिडियो चाहिँ के कस्तो हुन्छ हजुरहरुले हेर्दै रहनु होला है त मम्मी म भाउजू अनि मेरो साथी भएर चाहिँ जान लागेको छु म चाहिँ रेडी भएर तपाईहरुको माझमा उपस्थित भइसकेको छु अब चाहिँ फुङलिङ बजारबाट माथि उकालो जानुपर्ने हुन्छ उकालो चढ्दै माथि बतासे गाउँ भन्ने तर्फ चाहिँ जानुपर्ने हुन्छ साथीहरु हैन अब लागौँ है त साथीहरु यस्तो छ धुम्मेर साथीहरु मौसमहरु हैन त्यहाँ फुच्चाफुच्ची खेल्दै रहेछन् हेर आज स्कुल छुट्टी भएर मोज छ मोज यिनीहरुलाई मोज घरबाट चाहिँ लाग्यो साथीहरु चट्टा लगाएर यहाँ अगाडि हिँड्दै हुनुहुन्छ आन्टी मम्मीहरु निक्लिसक्यौँ हैन भाउजू यहाँ राम्री बनाएर म भाउजूलाई कुर्ता सुरुवाल बनाएर भाउजूलाई बेच्नु लगेको भन्नु नि राम्रै हुनुहुन्छ हाम्रो भाउजू दाजु यहाँ हेर्नु होला हेलो भाउजू हामी कहाँ हिँडेको भन्दिनु मम्मी पनि जानु न जानु न ठेट्टरीको हुन्छ अनि यहाँ मम्मी र भाउजू चाहिँ कुर्ता सुरुवालमा सजिएर चिडिक्क बनेर अब हामी बे खान लाग्यो साथीहरु मम्मी हाई बाई पनि लोखर्के गाइजहरु लोखर्के लोथर्के मन्दिरमा चाहिँ लोथर्केहरु रहेछ गाइजहरु अब मेरो साथीलाई यहाँनिर भेट्नु आँट्यो हैन हामी मम्मी म भाउजू भएर चाहिँ जाँदैछौँ अब मेरो साथीलाई यहाँ माथि भेट हुन्छ अनि त्यस पछाडि बे घरतर्फ लाग्ने हो साथीहरु म चाहिँ जन्म भएको घरको चाहिँ माइला छोराको चाहिँ बिहे छ आज चाहिँ अनि त्यहाँ चाहिँ अब म कहिले पनि पुगेको छुइनँ हैन सानैमा त्यो घरदेखि चाहिँ अर्कै ठाउँ बसा सरियो अरे अनि त्यही भएर यत्रो ठुलो भएँ म पुगेको छुइनँ त्यो घर अनि सो त्यसैले अब त्यहाँ चाहिँ आज जाने मलाई रहर लाग्यो अनि जाँदैछौँ हामी बे खाना साथीहरु बे खाना आउनु है भाउजू आउनु उकालोमा हिँड्दा गाह्रो पर्यो हैन हिँड्नु ल साथीहरु लाग्यो बे खाना गाडीमा चढेर हैन यहाँ बाटोमा हिँड्दा गाडी भेटाइयो हैन अब यस्तो गाडीमा चढेर बे खाना जाँदैछौँ हामी अब हिँड्नु गाह्रो पर्छ त अनि के गर्नु हिजो सुकेरसम्म चाहिँ गाह्रो भइहाल्छ त्यहाँ त अब गाडी भेटाइएन आज छक्क भेटाइयो अनि जाँदैछौँ हामी हेलो मम्मी हेलो अगाडि
अगाडिको सिटमा पाएर हामी पछाडि जाँदैछौँ। एलिजा कार्कीसँग पनि भेट भइसकेको छ होइन। यो एलिजा कार्की र अनुसा सुनार जहिले खान जाँदो रहेछ जानुपर्छ नि हजुर। यो सिटहरू यता तल भएपछि मजाइ हुन्थ्यो नि। गाइज हामी चाहिँ यस्तो गाडीमा चढेर आयौँ होइन। पछाडि भारी बोक्ने गाडी रहेछ। होइन अङ्कल दाजु अब हिँड्नुभन्दा त यस्तै गाडीमा भए पनि चढेर आइयो साथीहरू। बे घर चाहिँ फाइनली यहाँ मासतिर रहेछ, रोड मासतिर। हेलो एलिजा सिने। हेलो एलिजा। बे घर चाहिँ आइपुग्यो है साथीहरू। म जन्मेको पहिलाको घर अरे साथीहरू यो चाहिँ। त्यही भएर म यहाँ आउने निर्णय गरेँ। अमृत एलिजा अमृत नखाने भाउजूको जस्तो अमृत। गाइज अब चाहिँ हामी खाना खाएर जाने हो। यहाँनिर घरमा बेहुला बेहुली हेऱ्यौँ होइन। अब खाना खाने हो अनि जाने हो घरतर्फ साथीहरू। विद्यालयको प्राङ्गणमा चाहिँ अब यहाँनिर यस्तो कार्यक्रम चल्दैछ। यहाँ चाहिँ आज शनिबार हो। यो चाहिँ विद्यालय रहेछ खासमा। सरस्वती पूजा हुँदैछ। बेको भोज आज ठ्याक्क शनिबार पनि पर्यो होइन। अब खाना खाने हो साथीहरू। अब खाना खाने हो साथीहरू। सिमीको तरकारी, सलाद, मासु, भात। गाइस डायलग त खतरा रहेछ। दमक टु ताप्लेजुङ होइन। डाटा खोले भाइ फ्री, झ्यालको सिसा खोले एसी फ्री, आमा चढे छोरी फ्री, चक्सन ताप्लेजुङ। अर्को पनि पढ त। फुल छ बोटमा, गाडी कुद्छ रोडमा, ड्राइभरको जिन्दगी गाली खाइन्छ फोगटमा। आजकलको केटीहरू लभ गर्छन् चोखो व्यवहार र मायामा होइन 500 देखि 1000 करोडमा। वाह 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 वाह। खोजेको केटी मान्छेहरुलाई यहाँ नि यो पनि पढ न।
जङ्गलै जङ्गलको बाटो हिँड्छु कान्छी सिकारी नभन लागेको भाडा लिन्छु कान्छी भिखारी नभन अरे यो ठिक भएन यो सबैलाई मान्य हुँदैन यो सबैलाई मान्य हुँदैन गाइजहरु बे खाएर लाग्यो चट्ट लगाएर मासु भात खाइयो हैन अब हामी जाँदैछौँ सबैजना भेला भएर मेरो जन्म घर अरे साथीहरु यो चाहिँ त्यही भएर मैले आउने निर्णय गरेर आइ पनि सके अब गइ पनि सके बेमा बन्नेर आए पनि एउटा मान्छे राम्रो थिएन नि भन न हौ छ्या म त बन्ने केटाहरु चाहिँ एउटा राम्रो थिएन नि केटीहरु पनि थिएन राम्रो सरकारी गाडी आयो सरकारी गाडी कहाँ गयो खोला सरकारी मेयरजी हुनुहुन्छ भन न ए मेयरजीको गाडी हो ए यो गाडी भित्र चाहिँ मेयरजी हुनुहुँदो रहेछ आदरणीय फार्म रहेछ यहाँनिर साथीहरु साग सब्जीको फार्म यो बनाउनु चाहिँ डरै मेहनत लागे जस्तो छ म ढोकाहरू पनि हेर यहाँनिर किबीको पनि फार्म रहेछ साथीहरु यहाँदेखि चाहिँ हाम्रो फुङलिङ बजारको नजारा देख्न सक्नुहुन्छ हामी यहाँ यत्रो माथि आएको त्यहाँ फुङलिङ बजारबाट हैन फुङलिङ बजारको नजारा चट्टसँगले देखाइदिनु पर्यो नि अब यो चाहिँ गुरुङहरुको गुम्बा हो साथीहरु हाम्रो गुरुङहरुको गुम्बा साथीहरु यो चाहिँ हाम्रो गुरुङहरु रे को छ तिम्रो गुरुङ यस्तो 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 ताप्लेजुङ हाम्रो माने घुमाउँदै जानुपर्ने हुन्छ यसरी अनि चाहिँ यहाँ चाहिँ सबैभन्दा ठुलो रहेको छ यहाँ चाहिँ सबैभन्दा ठुलो माने साथीहरु यहाँ चाहिँ बबाल बबाल फुल रहेछ कति राम्रो फुलहरु कागजको जस्तै छ त यो त किनेर लानुहुन्थ्यो त्यो खालको त नि बिरुवा थियो मान्छे कागजको सेम छ त नि यो त हेर्नु न कागज सेम छ यो त मलाई लास्ट मन पर्यो साथीहरु यहाँ चाहिँ हामीले हल्का फोटोहरु खिच्यौं हैन अब हामी लाग्छौं ताप्लेजुङ बजारतर्फ यहाँदेखि चाहिँ सिडी नै सिडी जानुपर्ने हुन्छ ओरालो यस्तो छ हैन मलाई यो सिडीमा चाहिँ ल अब हामी लाग्यौं सिडी नै सिडी साथीहरु यहाँ एलिजा पनि छ एलिजा कार्की बाई बाई एलिजा बाई बाई अब चाहिँ एलिजाको घर आइपुग्यो गाइजहरु म चाहिँ जाडोले यस्तो टोपी लाउनुको हैरान भइयो यो सेतो लुगा लान्छ साह्रो मोटो देख्छ रे बाई गरिदेऊ एलिजा मेरो ब्लगमा बाई अनुसारलाई केही भन्देऊ न अन्त कति आँसु देखे
अन्तिममा आएर केही भनिदेऊ न अनुसाको म जहिले भने अनुसाको भ्लगलाई माया गरिदिनु होला कसरी माया गर्नु लाइक सेयर सब्सक्राइब गरिदिनु होला ल धन्यवाद बाई 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 हाम्रो मम्मीहरू हुनुहुन्छ भाउजू बे कस्तो भयो त मिठो भयो इन्टरभ्यू गुराँस देखाइदिनु न गाइजहरूलाई गुराँस पनि टिपिसक्नु भएको छ भाउजूले चाहिँ साथीहरू तर खुट्टा दुख्यो हिँड्दा खुट्टा दुख्यो होइन ल गाइजहरू अब चाहिँ हामी घरतिर लाग्दैछौँ घर पुग्न लाग्यौँ ल साथीहरू घर पनि आइपुगिसक्यो बिहे खायो रमाइलो गरियो होइन अब 2081 सालको बिहे चाहिँ यति नै होला साथीहरू मेरो चाहिँ बिहे खुवाई चाहिँ अब 82 सालमा खानुपर्ने हुन्छ साथीहरू अनि मेरो भिडियोलाई चाहिँ हजुरहरूले हेरेर अन्त्यसम्म आइदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब साथीहरू सब्सक्राइब चाहिँ गर्नै पर्ने हुन्छ साथीहरू कृपया मेरो च्यानललाई हजुरहरूले सब्सक्राइब गरिदिनु होला है त साथीहरू 1K पुर्याउनु पर्ने हुन्छ साथीहरू कृपया सब्सक्राइब गरिदिनु होला प्लिज साथीहरू सब्सक्राइब गरिदिनु अन्त्यमा आएर साथीहरू यत्रो मेरो भिडियो हेर्नुभयो होइन अनि 1 सब्सक्राइब चाहिँ गरिदिनु न त नि साथीहरू 1K पुर्याउनु पर्ने हुन्छ मेरो सब्सक्राइबर चाहिँ अनि वाचिङ टाइमहरू पनि पुर्याउनु पर्ने हुन्छ सो 1K चाहिँ पुर्याउँ है त साथीहरू सब्सक्राइबर है त ट्याङ पारेर सब्सक्राइब गरिदिनु ल ट्याङ पारेर बाई बाई नेक्स्ट भिडियोमा भेट्दै गरौँला है त साथीहरू